क्रिस्चियनिटी धर्म मात्र होइन, यो हेजोमोनी अर्थात् प्रभुत्वको राजनीति पनि हो। पश्चिमाहरूले वर्षौंदेखि अपनाएको सबभन्दा ठूलो राजनीतिक हतियार हो क्रिस्चियनिटी। क्रिस्चियनिटीको आवरणमा अफ्रिकालाई पश्चिमाहरूले वर्षौंसम्म उपनिवेश बनाए। दक्षिण अफ्रिकाका प्रख्यात चिन्तक डेसमन्ड टुटुले क्रिस्चियनिटी धर्म नभई रैथानेहरूलाई उपनिवेश बनाउने हतियार हो भनेका छन्। क्रिस्चियनिटीको आवरणमा लादिने उपनिवेशबारे उनको प्रख्यात भनाइ छ। मिसनरीहरू अफ्रिका आउँदा उनीहरूसँग बाइबल थियो, हामीसँग जमिन। उनीहरूले भने प्रार्थना गरौँ, हामीले आँखा बन्द गऱ्यौँ। जब हामीले आँखा खोल्यौँ, हाम्रो हातमा बाइबल थियो, उनीहरूसँग जमिन। नेपालमा क्रिस्चियनिटीको आवरणमा पश्चिमाहरूले आफ्ना एजेन्डा स्थापित गरिरहेका छन्। तपाईँले कति ख्याल गर्नुभएको छ, हरेक वर्ष अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता छैन भन्दा एउटा प्रतिवेदन निकाल्छ। अमेरिकाको त्यो कथित प्रतिवेदनमा नेपालमा क्रिस्चियनहरूमाथि अत्याचार भइरहेको कुरालाई बढाइ चढाइ गरेर लेखिएको हुन्छ। लोभ, लालच र धाकधम्की देखाएर धर्मान्तर गराउनु नेपाली कानुन अनुसार अपराध हो भन्ने थाहा हुँदाहुँदै पनि अमेरिकाले नेपालमा धर्मान्तर गराउने मान्छेहरूलाई जोगाउनुपर्छ भनेर लबी गर्ने गर्छ। सन् 2024मा अमेरिकाका एकजना सांसद ब्रायन मास्कले नेपालमा नास्तिकता फैलाउन अमेरिकी सरकारले 5 लाख अमेरिकी डलर खर्च गरेको भन्दै आपत्ति जनाएका थिए। कागजमा नास्तिकता भनिए पनि त्यसको अन्तर्य भने क्रिस्चियनिटी नै हो।